लोकप्रिय नेपाली हास्य टेलिभिजन सो कमेडी दरबारको तेस्रो सिजन चैत्र 20 3 अप्रिलदेखि दर्शकमा आउने भएको छ। 2 सिजन सकिएपछि करिब 3 महिनाको अन्तरालमा कार्यक्रमको नयाँ फर्मेटको साथ पुनः दर्शकमा आउन लागेको हो। तेस्रो सिजनमा नयाँ सेट, नयाँ कमेडियन र जज थपिनेछन्। कार्यक्रमको प्रस्तुति शैली, फर्मेट पनि केही परिवर्तन हुनेछ। सोका निर्देशक तथा होस्ट विक्की अग्रवाल तेस्रो सिजनलाई अघिल्ला सिजनभन्दा अझ रोचक र आकर्षक बनाउन आफूहरू लागि परेको बताउँछन्। उनका अनुसार यसपटक भव्य सेटसहित तेस्रो सिजन प्रसारणमा आउनेछ। कमेडी दरबार 3 मा महाराजा महारानी जजमा मनोज गजुरेल र गौरी मल्ल यथावत रहनेछन्। अझ एकजना जज पनि थपिनेछन्। अघिल्ला सिजनका अधिकांश कलाकारहरू यथावत रहने भए पनि 2 जना कलाकार भने यस सिजनमा देखिने छैनन्। उनीहरूको स्थानमा 2 जना नयाँ कमेडियन थपिने बताइएको छ। उहाँहरू सबैसँग कन्ट्याक्ट भएको छ, विकीले भने। केही दिनमा कार्यक्रम गरेर औपचारिक जानकारी दिनेछौँ। तेस्रो सिजनमा हिमेश पन्त र उत्सव सापकोटा भने सहभागी नहुने बुझेको छ। कमेडियन तथा नन कमेडियन चर्चित कलाकारहरूको कार्यक्रम कमेडी दरबारले प्रसारण सुरु गरेको छोटो समयमै दर्शकमा लोकप्रियता कमाएको थियो।